जय श्रीमन्नारायण। हामी भगवानको खोजीमा मन्दिर मन्दिर धाउँछौँ, तीर्थको खोजीमा टाढा टाढाका पहाड चढ्छौँ, पवित्रता भेट्न अनेकौँ तीर्थयात्रा गर्छौँ। तर कहिल्यै हामीले एकछिन रोकिएर सोचेका छौँ, हाम्रो घरको एउटा न्यानो कुनामा चाउरी परेका गालाभित्र असङ्ख्य सङ्घर्ष लुकाएर, ममताले भरिएका आँखाभित्र सारा संसारको प्रेमलाई सजाएर एउटा जीवित तीर्थ चुपचाप हाम्रो प्रतीक्षामा बसिरहनु भएको छ। आजको आधुनिक समयमा आमाप्रतिको प्रेम प्रायः सामाजिक सञ्जालमा तस्बिर र स्ट्याटसभित्र सीमित हुँदै गएको छ। एउटा दिन महँगो उपहार दिएर, मिठो भोजन गराएर हामी आफूले ठुलो कर्तव्य पुरा गर्यौँ भन्ने भ्रम पाल्छौँ। तर आमा त ती व्यक्ति हुन् जसलाई उपहारको मूल्यले होइन, सन्तानको साथले छुन्छ। कहिलेकाहीँ आमाको सबैभन्दा ठुलो चाहना केवल यति हुन्छ, तपाईँ उहाँको छेउमा बसिदिनुहोस्, उहाँका कुरालाई धैर्यपूर्वक सुनिदिनुहोस् र सोधिदिनुहोस्, आमा आज तपाईँलाई कस्तो छ? आमाप्रतिको वास्तविक कर्तव्य के हो? कर्तव्य केवल शब्दमा व्यक्त गरिने सम्मान होइन, यो त उहाँका मौन आवश्यकताहरूलाई बुझ्ने संवेदना हो। कर्तव्य भनेको उहाँले नबोल्दै उहाँका भोक, थकान र पीडा महसुस गर्नु हो। कर्तव्य भनेको उहाँले बिर्सिएका साना कुराहरूमा झर्को नमानी फेरि फेरि धैर्यका साथ सम्झाइदिनु हो। जब आमाले एउटै कुरालाई पटक पटक सोध्नुहुन्छ, त्यति बेला तपाईँले आफ्नो जीवनको त्यो क्षणलाई नबिर्सिनुहोस् जुन क्षणमा आमाले तपाईँलाई क ख सिकाउँदाखेरि हजारौँ पटक एउटै अक्षरलाई दोहोऱ्याउनु भएको थियो। त्यो बेला पनि आज तपाईँले गरेको जस्तो व्यवहार जस्तै आमाले गर्नुभएको भए आज तपाईँ यो सफलतालाई प्राप्त गर्न सक्नुहुने थिएन। तपाईँ सानो छँदा जब तपाईँ लड्नुहुन्थ्यो त्यतिखेर हात समाएर उठाउनु भएको थियो। जब तपाईँ राति रुनुहुन्थ्यो त्यति बेला त्यो रातभरि आमा नसुतिकन तपाईँको छेउमा आएर बस्नुहुन्थ्यो। तर आज उहाँको सम्झना धमिलिँदै जाँदा उहाँलाई बोझ ठान्नु अन्याय हुन्छ, किनकि उहाँको बुढ्यौली बोझ होइन, यो त तपाईँलाई सेवा गर्ने ईश्वरले दिएको अमूल्य अवसर हो। शास्त्रले भनेको छ, कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति। सन्तान खराब हुन सक्छन् तर आमा कहिल्यै खराब हुँदैनन्। आमा त्यो धरती हुन् जसले हाम्रो गल्तीको भार सधैँ